हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई। र आज भने चाहिँ म जाँदै थिएँ मेरो साथी भेट्नुको लागि। र मेरो साथी चाहिँ एकदम टाढोमा रहेछ हो। सो मेरो गेटअप चाहिँ अहिले चेन्ज भएको छैन, म एकछिनमा गेटअप चेन्ज गरेर जान्छु हो। सो अहिले चाहिँ म पर आइरहेको थिएँ अनि यो चाहिँ मेरो त्यो भएकोमा जाँदै गर्दाको सानो क्लिप होइन। बाटोमा जाँदै थिएँ अन्त चाहिँ म पुगिसकेको थिएँ त्यसको होटेल जहाँ त्यो बसिरहेको थियो। अन्त होटेलमा चाहिँ यता साइडमा म्यापहरू पनि बनाइरहेको थियो। मैले त्यस्तो बुझिनँ, पर्खिरहेको थिएँ, मैले त्यसलाई वेट गरिरहेको थिएँ हो। अनि त्यहाँदेखि चाहिँ म त्यसको रुम गएँ। त्यसको रुम गएर चाहिँ माथि हामी क्याफे एरिया गयौँ। अनि यो चाहिँ छ मेरो साथीको पनि साथी पनि छ। अनि अझै दुईजना साथीहरू छ, त्यो चाहिँ आउँदैछ भनेर हामीले वेट गरेको थियौँ। अन्त उनीहरू आएर चाहिँ हामीले कफी र स्न्याक्स खाँदै थियौँ। त्यहाँदेखि चाहिँ हामी आएको थियौँ अहिले जुडियो। अनि यिनीहरूले हाई भन्दैछ, उनीहरूले पनि हाई भन्दैछ। यो पनि सृष्टिको साथी हो। सो यिनीहरू पनि सृष्टिको नै साथीहरू हो। उनीहरूले पनि मलाई हाई भन्दाखेरि हाई भन्दैछ हो। अनि उसले पनि भन्दैछ यहाँ हाई भनेर हो। अन्त हामीले चाहिँ एक दुईवटा लुगाहरू हेर्दै थियौँ होइन। अल्छिलो पनि लागिरहेको थियो, एकदम एक्सपेन्सिभहरू थियो कि। हेर्दै थियौँ लुगाहरू होइन। त्यहाँदेखि हेर्दै थियौँ हामी, यता आइपुग्यौँ भन्दा पनि यता अगाडि पुगेको थियो। त्यहाँदेखिको चाहिँ अब हामी जानु आँटेको थियौँ सुजको सेक्सन होइन। सुज चाहिँ यस्तो दामी दामी, तर अब हामी चाहिँ यस्तोहरू लगाउँदैन नि त कहिले पनि। त्यो भएको प्रब्लम चाहिँ हो। सुज चाहिँ एकदम पर्फेक्ट दामी थियो हो, मन पऱ्यो। त्यहाँदेखि थियो यो ब्याग्स होइन, ब्यागहरू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले कस्तो दामी छ जुडियोमा ब्यागहरू हो। यो इयररिङ्सहरू थियो यो चाहिँ। त्यहाँदेखिको चाहिँ यो थियो जुडियोको बाहिरको बाहिर चाहिँ यस्तो थियो हो। अनि हामी चारजना जाँदै थियौँ। अनि यहाँ हामी चारजना अन्त चाहिँ हामीले यहाँ केही लुगाहरू हेर्दै थियौँ। अल्छी पनि लागिरहेको थियो हो। हेर्दै थियौँ, उसको साथीले पनि हेर्दै थियो अनि मैले पनि हेर्दै थिएँ। त्यहाँदेखि म एकछिन यता टोल्लिँदै थिएँ, फेरि सृष्टिलाई भेट्यो। त्यहाँदेखि चाहिँ म टोल्लेर आएर यहाँ मिररमा भिडियो बनाउँदै थिएँ। यो चाहिँ मेरो साथीको फोन हो, भिडियो बनाएँ। त्यहाँदेखि चाहिँ म फर्किँदा चाहिँ यो ब्रिज देखेको थिएँ। यो ब्रिज चाहिँ हैदराबादको फेमस ब्रिज। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।